श्री ग्वाल्लेक केदारनाथ गाजु बाबा सिंहडाले यो सबैको रक्षा गरौँ हैन। आज हाम्रो 25 गतेदेखि निरन्तर रूपमा हामी यो पर्खाल लगाउने कार्यमा जुटिरहेका छौँ। यसमा धेरैभन्दा धेरै महानुभावहरूले आर्थिक सहयोग गर्नु भएको छ। 1 लाखभन्दा हामी माथि गइसकेका छौँ आर्थिक सहयोगमा र सर्वदानको हिसाबले त अब त्यसको हामी गिन्ती नै गर्न सक्दैनौँ। दिनमा 50-60 जनाहरू आएर यहाँ सर्वदान गरिरहेका छन्। साथै हाम्रा ग्वाल्लेक निर्माण सेवाका एमडी सर रेचनज्यूले पनि हामीलाई 4 ट्राली जति गिटी र बालुवा सहयोग गर्नुभएको छ र हामी खरिदमा मात्रै हामी सिमेन्ट मात्रै खरिद गरिरहेका छौँ। बाँकी सिमेन्ट र बालुवा र बाँकी चाहिँ हामी पुरै सर्वदानमा गरिरहेका छौँ र आसपास पर्ने यहाँ आसपास बस्ने सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनी सबैलाई हामी अनुरोध गर्न चाहन्छौँ कि हजुरहरूले पनि यहाँ आएर सकेअनुसारको 1 घन्टा 2 घन्टा होस् वा दिनभरि होस् सहयोग गरिदिनु हुन हामी सबैलाई अनुरोध गर्दछौँ। अझै हाम्रो काम चाहिँ यो वाला यो तलको यो यसमा पनि फरसको काम छ। तल टोयलेटको पनि हामीले आँगन बनाउनु छ र यो वाललाई पनि पूर्णता दिनु छ अगाडिसम्म। यस कामका लागि हजुरहरूको आर्थिक भौतिक नैतिक तथा सम्पूर्ण सहयोगको हामी अपेक्षा गरिरहेका छौँ। बाँकी ग्वाल्लेक केदारनाथले सबैको जय गरोस्। धन्यवाद। सिङ्लाडाली मन्दिरमा हाल पर्खाल निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ। यो पवित्र कार्य श्रमदानबाट अगाडि बढिरहेको हुँदा यसमा सबैको सहयोग अत्यन्त आवश्यक छ। श्रमदान भनेको केवल काम मात्र होइन, यो धर्म, संस्कार र एकताको प्रतीक पनि हो। यस मन्दिरको विकासका लागि यहाँ निरन्तर काम भइरहे पनि जनशक्तिको आवश्यकता अझै छ। त्यसैले सम्पूर्ण महानुभावहरूलाई विनम्र अनुरोध छ, दिनमा 2 घन्टा 3 घन्टा 4 घन्टा वा समय मिलाएर दिनभर नै भए पनि आएर श्रमदान मार्फत सहयोग गरिदिनुहोला। हामी सबै मिलेर गरेको सानो सानो प्रयासले ठुलो परिवर्तन ल्याउन सक्छ। आउनुहोस् यस पुण्य कार्यमा सहभागी बनौँ र हामी हाम्रो मन्दिरलाई आफै सुन्दर बनाऊ र व्यवस्थित पनि आफै बनाऊ। यस पवित्र कार्यमा हामीले खरिद गर्ने सामग्री भनेको सिमेन्ट र बालुवा मात्र हो। अन्य सम्पूर्ण कामहरू हामी सबैले श्रमदान मार्फत गरिरहेका छौँ। त्यसैले यस महान कार्यलाई सफल बनाउनका लागि ग्वाल्लेकवासी सम्पूर्ण महानुभावहरूलाई हार्दिक अनुरोध छ, एकचोटि भए पनि आफ्नो समय निकालेर श्रमदानमा सहभागी भई सहयोग गरिदिनुहोला। हामी सबैको सानो सानो सहयोगले मन्दिरको निर्माण कार्य छिटो र सुन्दर रूपमा सम्पन्न हुनेछ। सबैजना अनिवार्य रूपमा उपस्थिति भई सहयोग गरिदिनुहोला। यहाँ माथि देखिएको पर्खाल अहिले हालसालै निर्माण गरिएको हो। अब तलपट्टि पनि अर्को पर्खाल निर्माण गर्ने तयारी भइरहेको छ। यस कार्यलाई सफल बनाउनका लागि सम्पूर्ण महानुभावहरूलाई हार्दिक अनुरोध छ, आफ्नो समय मिलाएर श्रमदानतर्फ सहयोग गरिदिनुहोस्। शुद्ध सर्वदानको काम हुनुपर्छ। सबै भाइले एक भएर आइदिनुपर्ने विनम्र अनुरोधका साथ हार्दिक अनुरोध गर्नु पर्यो। सबैले आएमा गेदा बुढा सबैले आएर यसलाई सम्पन्न गरिदिया भन्न चाहन्छु। नान सहयोग सबैबाट मिल्या भएर हामीलाई बहुत ठुलो सहयोग हुने हो। सबै आइदिया सबै केदारनाथ व्यवस्थापन समितिको अध्यक्ष भोजराज जोशी भगतजी हो म बोल्नु पर्यो। यहीमा सबैको एकदम अपिल गर्छौँ, यहीमा तुरन्त सफल खेड गर्दादेखि आजै बैठे निरन्तर हमारा अहिले भिडियो हेरन चाहिँ बैठे आइदिया सबै आया
यो बान्नु चाहिँ यो माथितिर लागेको चाहिँ यो बनिसक्यो हो। अब यो बन्नारे तलतिर हो है। यो चाहिँ अहिले बन्नारे भर्खर यहीमा सबैले तमुनले नजिक भए जो घर हुन्छ उन सबै मानवहरूलाई मुले अनुरोध गर्दो मुले आउने हो तमुनलाई आया झट्ट मन्दिर बनाउला हाम्रो मन्दिर अमूल्य बनाउनु हो बाहिर मान्छे बनाए बनाउने सबै सहयोग गर्ला सबै मिलबर झट्टु बनाउला झट्टु गर्ला गोरालाई नजिकाइयो गोरा आउने अगाडि हामीलाई रेडी गरिहाल्ला भन्नुभयो मैले भन्न चाहनु सम्पूर्ण भिडियो हेर्दै मित्रहरूले चाहिँ आइदिनु होला एकचोटि चाहिँ अवश्य चाहिँ सहयोग गरिदिनु होला। यस्तो धार्मिक स्थलहरूमा चाहिँ सहयोग गर्नु भनेको चाहिँ हाम्रो चाहिँ आफैले मानवता देखाउनु हो। त्यही भएर चाहिँ मेरो अनुरोध पनि छ सबै मानवहरूले जति पनि अब यो भिडियोलाई हेर्दै हुनुहुन्छ ग्वालियरवासी जति पनि छ सबैले एकचोटि आएर चाहिँ यसरी सबै श्रमदान गरिरहेका छन्। तपाईँहरू पनि यसरी एकचोटि आएर चाहिँ गरिदिनु होला है। हामी चाहिँ यो माथितिरको चाहिँ हाम्रो भइसकेको छ। अब हाम्रो एउटा काम मात्र बाँकी रहेको छ तलपट्टि देख्न सक्नुहुन्छ तपाईँ यहाँ। यो कामका लागि तपाईँले सहयोग गर्नै पर्ने हुन्छ। अब जुन साथीहरू भिडियो हेर्दै हुनुहुन्छ उहाँलाई म अनुरोध गर्न चाहन्छु एकैचोटि एकै दिन भए पनि तपाईँले चाहिँ आउनै पर्ने हुन्छ एकचोटि सहयोग गरेर जानै पर्ने हुन्छ। अन्त्यसम्म यो भिडियो हेर्नुहुने सम्पूर्ण महानुभावहरूलाई धेरै धेरै धन्यवाद। आज हामीले सिङ्गलाडाली मन्दिरमा भइरहेको निर्माण कार्य तथा श्रमदानको अवस्थाबारे जानकारी गरायौँ। हाम्रो गाउँ ठाउँ धर्म संस्कृति र सामाजिक कार्यसँग जोडिएका यस्तै नयाँ भिडियो हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यदि तपाईँ फेसबुकबाट भिडियो हेर्दै हुनुहुन्छ भने फेसबुकमा फलो गर्न पनि नभुल्नुहोला। तपाईलाई यो भिडियो राम्रो लाग्यो भने एउटा लाइक गरिदिनुहोला, आफ्नो विचार कमेन्ट मार्फत बताइदिनुहोला र यो सन्देश अरू साथीभाइ तथा आफन्तसम्म पनि सेयर गरिदिनुहोला। तपाईहरूको एउटा लाइक कमेन्ट सेयरले हामीलाई अझ राम्रा काम देखाउन हौसला मिल्नेछ। फेरि अर्को नयाँ भिडियोमा भेटौँला। हवस्, धन्यवाद।